नमस्ते टस्टले फ्यापुल्ला सबैजनामा आज सगत दावाको अन्तिम दिन औँसीको अघिल्लो दिन आषाढको 10 गते आज सगत दावा भुङ्ग्यो दावाको अन्तिम चरणमा हामी आइपुगेका छौँ। आज अन्तिम औँसीको अघिल्लो दिनमा हामी यस धारण पेमाछुङ पाठशालाको आँगनमा हामी आज सुर पूजा गर्न गइरहेको छौँ। सुर पूजा के हो, किन गरेको भन्नुहुन्छ होला। सुर चाहिँ अब हामी कर्सुम नर्सुम मिसाएर हामी चम्पा मैदामा चाहिँ अब कर्सुम दुध दही घिउ कर्सुम भयो। नर्सुममा चिनी मह सक्कर नर्सुम यो तीनका 6वटा मिसाएर बनाएर चाहिँ त्यसलाई आगोमा बालेर गरिने एक प्रकारको पूजा हो। अनि आज हामी यस सुर पूजा चाहिँ विशेष अब हाम्रो आफ्नो निजी भाग्य कार्यहरू जुन अशुद्ध हुन्छ, भाग्यहरू नचम्काउने हुन्छ, त्यस कारणले गर्दाखेरि हाम्रो भाग्य चम्काउने र कार्यहरू शुद्धि हुनको लागि पनि यो सुर पूजाहरू गर्न गरिन्छन्। अब पूर्व जन्ममा हामीले सम्पूर्ण प्राणीहरू बुवा आमा नभएको कोही पनि प्राणीहरू नभएको र उहाँहरूको ऋण हामीले ऋण लिएको, हामीले ऋण खाएको कारणले गर्दाखेरि हाम्रो यो विभिन्न भाग्य कार्यहरू अशुद्ध भएको हो। त्यस कारणले यो प्राणीहरूको ऋण चुक्ति नगर्नुसम्म, जब चुक्ति गर्छ तबसम्म चाहिँ यो हामीले सुर पूजाहरू गरेर आउनुपर्ने हुन्छ। र सुर पूजा गरेमा चाहिँ हाम्रो मनमा सन्तुष्टि हुँदैनन्। हामीलाई यिनीहरू चुक्ने गर्नको लागि चाहिँ यो सुर नै गर्नुपर्छ। आफ्नो कार्यसिद्धि हुनको लागि सुर अत्यन्तै जरुरी छ। हामीलाई जे कुरामा पनि आभोग हुने कारण नै पहिलो जुनेको ऋणहरू हामीले खाएकोले नै भएको हो। र पशु पन्छीहरूको हामीले मासुहरू भोजनमा प्रयोग गरेर हामीले खाने गर्छन्, तिनीहरू पनि एउटा ऋण हामीलाई लागेको हो। र यो पशु पन्छी भन्ने चाहिँ अब हामीले जस्तो अब भैँसी राङ्गाहरू चाहिँ अब तराईमा जस्तो हालो जोतेर खेतबारीमा प्रयोग गरिन्छन्। त्यस्तै कुखुराहरू सुँगुरहरू हो, त्यसो अब तिनीहरूको हामीले मासु प्रयोग गरेर खाएपछि हो त्यसको ऋण लागेको हुन्छ। त्यो ऋण लागेको भएकोले चाहिँ हामीले त्यसैलाई हामीले चाहिँ सुर गर्नुपर्ने अत्यन्तै जरुरी छ। सुर गऱ्यो भने हाम्रो त्यो कार्यहरू सबै सिद्धि हुँदै जान्छ, भाग्य चम्किँदै जान्छ। र यो सुरमा चाहिँ अब 2 प्रकारको सुरहरू हुन्छन्, एउटा कर सुर र एउटा मर सुर भन्ने हुन्छ। यो सुरहरू चाहिँ हाम्रो निजी आफ्नो जीवनमा आइलाग्ने बाधा आर्जनाहरू हटाउन र शुद्धि हुनुलाई मात्र नभएर जुन मानव जगतमा जुन प्राणीहरू निधन भएर गएको हुन्छ, सानो किरादेखि लिएर फट्याङ्ग्रोदेखि लिएर मसिनो झिङ्गादेखि लिएर जुन मरेर गएको हुन्छ होइन, उहाँहरू मरेर गएको हुन्छ। अनि पशु पन्छी मानुस होइन जो पनि निधन भएर अथवा मरेर जान्छ। र गइसकेपछि चाहिँ अब आत्मा भड्केर चाहिँ अब
वास्तवमा अन्तर्भावमा चाहिँ एकदम धेरै तनाव र त्रास भइरहेको अवस्थामा निधन भएर गएको चाहिँ अब उहाँहरूलाई खानापिनाको अभाव र त्यस्तो ठुलो सङ्कष्ट र तनाव भइरहेको हुन्छ। उहाँको लागि पनि हामीले यो सुर करसुर यो मर्सुर दुइटै गरे पनि उहाँ जुन अन्तर्भावमा अथवा वार्तामा घुमेर अल्झिरहेकोहरूलाई पनि ठुलो लाभ पुग्ने गर्छ र यो सुर पूजाबाट चाहिँ अब अन्तर्भाव नरहोस् होइन, मोक्ष प्राप्त गरोस्, मोक्ष प्राप्त गर्न सकुन् भने हामी प्रार्थना गर्दै र निधन भएको प्राणीहरूको चाहिँ अब चाँडो छिटो देवजीसिंहम होइन अमिताभको भवनमा अब जन्म लियोस् अथवा मोक्ष प्राप्त गरोस् अथवा थौसी गरोस् भन्ने उद्देश्य हामीले यो सुर पूजाहरू गरेको हुन्छ। सरल छ, त्यस्तो गाह्रो छैन। हजुरहरूले आफ्नो घरमा पनि बेला बेलामा हेरेर गर्न सक्नुहुन्छ। सम्पूर्ण जगतका प्राणीहरू तपाईँ हामी सबैजना बुद्धत्व प्राप्त गर्न सकुन् भगवान बुद्ध त्रिरत्नलाई प्रार्थना वन्दना टक्राउँदै हजुरहरू यो भिडियो अन्तिमसम्म हेरिदिनुहोस्। धन्यवाद सबैजनालाई। Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ